wait, wait, wait. Oh, wait, wait. Oh, wait. टावर जान्छ क्यामेरा पुरन भर्खर छामेलाई फोन गरेर भने चाँगो के दल्दो रे आयो 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 ए एउटा खाजी के एउटा खाजी जाँदा टिम रे मासु मार्ने मान्छे मै हो यसै असला चाहिँ खाम्न क्या ट्राउटा खाम्थी हामी मुडुकु भन्ज्याङ जाँदैछौँ आजको भ्लग चाहिँ हाम्रो मामाकोबाट आउँछ ल हेर्नुहोस् है बुलेटको साथ मेरो चाहिँ यता छ कि ल लेट्स मुभ हाम्रो अनिश सरको यहाँ सेक्वा प्यालेस एन्ड कफी हबबाट चाहिँ अब हामी मुडुकु भन्ज्याङको यात्राको क्रममा छौँ यसले चस्मा चाहिँ लास्ट दुखाउँदो रहेछ यार यो हेलमेटले जाउँ अगाडि खोइ र अनिश सर कताबाट हामी अब फर्क्यौँ यहाँबाट यहाँ ब्लग निर्माण गर्दैछ आयो हामी त्यहीँ आयो मुडुकु भन्ज्याङ आज फर्स्ट टाइम हाम्रो गणेश मामाको कहाँबाट हामी खोइ त तिनीहरू खोइ त माछा पोखरीबाट भित्र बाइपास यस्तो छ अस्तव्यस्त सहर अब यहाँ ठोकिहाल्यो है पहिला सुरुमै मित लाग्यो है अब गयो नि त इन ड्राइभ रहेछ हेलो आज चाहिँ हामी मुडुकु भन्ज्याङ जाँदैछौँ धेरै पछाडि भेट भएको साथीहरू गणेश बज्रास्याङ सुरिन दाई अनिश सर अनि रुपेनाले हामी 5 जना छौँ धेरै भयो नि दाइ हामी नभेटेको सो हामी अब माछा पोखरी चोकबाट माछा पोखरी कि बालाजु यो बालाजु चोकबाट अब हामी ओहो कस्तो सिधै लान्छ यार यसले त अब यो हेलमेटले चाहिँ मलाई चस्मा लाउन दिएन हैन यो चस्मा चाहिँ तपाईँ लाउनु 22 धारा
पुलिसको भ्यानै आएर बस्छ। ए यहाँ त चौकी रहेछ त होइन, बालाजु। सम्पत्ति रेकर्ड त छ नि बुढोको यहाँ। दाइ गोप्रो रेकर्ड त होला नि यहाँ। कुरकुरे यो रेकर्ड त होला नि रेकर्ड त होला। है। बुढोको बाइकले धुवा फालेछ यार, सेतो धुवा। इन्जिन खोल्ने बेला भएछ। ऊपर पुग्छ होला त। खोइ नै अनि सर फोन लगाइदिउँ। हेलो म कति बाल चोक तो कति बाल के बाइपास वाङजी। ओ आसन हाला अगाडि तो कति देखाइ देखियो भाइ होला त्यो तेरे आसन हाला अगाडि खोइ त्यो गाडीको पछाडि हो त्यहाँ जस्तो खोइ त, खोइ त, खोइ त। फोन ल फोन। हो यहाँ हो अनिश सर। हेलो 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 हेलो। अब चाहिँ 5 जना भयो होइन। हा गाडीको चाप निकै छ त के हो आज। अगाडि पुगिसक्यो बुढो। अगाडि चाहिँ हाम्रो अनिश सर रुपेन भक्तान। क्या शीतल हुने कि यता बुढो है। आयो एमराज आयो, एमराज 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 एमराज। गति सीमित 30 किलोमिटर प्रति घन्टा। यहाँ चाहिँ के छ यहाँ हेलो हेलो मामा। खेप्पल बाइक चाहिँ भन्दा स्पिड कुदाएको कि दिला। पछाडि केटी राखे चाहिँ यस्तो कुदाएको छ यार, त्यो कहाँ गएर।
यतिखेर चाहिँ मिलन दाइलाई मिस गरिरहेको छ यार। धुवा फालेको थियो। इन्जिन गएछ बुढोको। खाल्ला खुई गते भए कोरो काम गम जुरी जम्मन खाबो त जी खाल्ला खुई भए कोरो काम गम जम्मन जुरी खाबो त जी अयो चुकेपछि त सु गाडी ओभरटेक्नु आला ए लजी लजी मामा तपाईँको बाइकको इन्जिन गएछ धुवाको मुस्लो फालिरहेछ त नि ल गीत जाओस् न त एउटा गीत जाओस् न एउटा ब्लगमै ट्राउट जान्छ क्यामेरा पुरन प्रोग्राम पुरन भर्खर बाटो चाहिँ लास्ट साँगुरो कि है
यता पनि जग्गा अपलोडिङ सुरु भएछ। हेलो 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 मुर्कु भन्ज्याङ घुम्न आएको यता। ओ लेडिज बुलेट रहेछ, लेडिज बुलेट। Dati lang ay do dashi. Oh, awa bullet follow la ji kera dashi dare. Patang tang bar kola yar. Ha. ठाउँ चाहिँ राम्रो छ है, तारकेश्वर। खोइ त बुलेट भेटेन मामा। सक्नु पऱ्यो नि यहाँ नि, बढार्नु। धारा रहेछ नि यहाँ त। हेलो मुर्कु भन्ज्याङ जाँदै अहिले गर्छु नि म पुगेपछि। है ल ए रान्जिमलोम
हाँ पाँच हिमालय हाँ मामा सिङ्गलै हो सिङ्गलै हो खोइ त अघिको केटी पछाडिको तपाईँको पछाडि बस्ने केटी खोइ त अघिको छामेला फोन खबर भने चांगलं शेदोलला रे हो ओच गण्डकीको बाइक आएर बसेको छ यहाँतिर ट्राफिक चेकिङ चाहिँ हामी बन्चारी डाँडा आएनौँ खोइ त दुईजना आएन त यार खोइ तिनीहरू आएन अनि खोइ फोनमा बोलिरहेको थियो रेकर्ड छ माथि त कहाँ अब यस्तो छोप्नु ओए महँगो पर्छ है मामा खोइ अस्ति हामीले चिया खाएको ठाउँबाट
ल अफ रोड पो रहेछ यहाँबाट त यार अब धुलो पो आउनु भयो बेसरी निकै अगाडि आयो त 20-25 मिनट हिँड्यो हामी हिँड्यो नि थुप्रै हिँड्यो नि हिँड्यो थुप्रै हिँड्यो त धेरै हिँड्यो होटल स्टोन प्यालेस आइपुग्यो पार्किङ माथि रे त्यो त हो के रे कुन ठाउँमा आयो बरु यो के प्यालेस हो यो महिला मामालाई मन त के अरे धुलो मैला पो मन नपर्ने त धुलो मैला त मन परिहाल्छ महिला त सबैभन्दा मन पर्ने त्यो ल हामी यो के रे होटल प्यालेस अनि आइपुग्यो तिलवा ए गोजी थियो तामाङ मिसाएको फन्ड भएन त्यो फन्ड न त ल है टक्क जोखेर कति रुपियाँ किलो भाइ माछा पकाएर 2200 अहिले बढेछ क्या है हामीले एकचोटि 1600 खाएको थियो क्या हामी आएको 6 महिना पनि भएको छैन यही हो यो त दरवटा छ यो त 3वटाकै होला है 1 किलो त्यो एक्टिङ होइन नि मरेको त्यो हजुर ल अब हामी चाहिँ आज माछा खान नपाउने को हुनुहुन्छ अनलकी अब भिडियोमा हेर्नेहरुमा
अनलकी हामी चाहिँ लकी अनलकी लकी माथि अलि शीतल हुन्छ फ्यान होला नि त फ्यान छ होला नि गर्मीले मर्यो है हामी त उता बसेर सुकेम्निकीले के हो यो होटलको नाम के प्यालेस रे दाइ स्टोन प्यालेस ढुङ्गै घुन्नुपर्ने फलामै फलाम भएछ स्टोन प्यालेस तर फलामै फलामको स्टोन प्यालेस बस्ने रुम चाहिँ त्यहाँ रहेछ होइन बस्ने रुम त्यहाँ अनि कहाँ बस्नु त खै खलङ ऊ थियो फेरि ऊ त्यहाँ पनि रहेछ कटेजहरू त माथि पनि छ ऊ तर हावा चल्ने त मैले त ऊ यहाँ बेस्ट लागेको थियो दुई साइडमा खुल्ला त्यहाँ सानसानो खलङ लहाई स्टोन प्यालेसको अर्ग्यानिक यो रहेछ हेर्न कस्तो घाम लागेर के यो हेर्न कस्तो दामी अर्ग्यानिक है यहाँ ल यो चाहिँ ककनी जाने बाटो होइन यो ककनी जाने बाटो यहाँ पनि त्यो गरौँ कि अब है यहाँ पैसा बिनमा थिएन कतै खाल मलाई यार खलङ नि जुचु कतै यहाँ त गर्मी हुन्छ नि एकदमै यहाँ यसरी पानीको बोतल यस तारकन चुङ्गाइसक्यो होइन आएन प्र्याक्टिकल हुनु पर्यो प्र्याक्टिकल नै छ विज्ञ हो माछामा अघि सुनकोसीमा सुनकोसी ठुलो छ नि होइन यो त वाटरप्रुफ हो नि हो कि लु ए खोइ आयो ल है खिचिरहेको छैन अबि कडा आइरहेछ त्यो आमा चाहिँ यसलाई खाजी क्या खाजी अब यहाँ सुन है भन है हामी चाहिँ यति बेला काठमाडौँ र नुवाकोटको सिमानामा है माछा मार्ने काम माछा मार्ने जारी छ मान्छे हेर्दा पनि माझी छ है काले सबैले एकै किलो लाने हामी कतिजना तामाङ हो कि तामाङ हो है तर तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत उयो चाहिँ यो मरेको माछा चाहिँ फ्रीमा त्यो घाप मिल्दा पनि दिउँ त्यो भित्तामा च्यापा नहानी पो भेट्छ त तपाईँले त गरेन यसो तर खै एउटै आएन
Alisa se khala kham yaar. Naria to khala ल आयो आयो कतिवटा आयो मामा कतिवटा आयो आमा फत 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 भाइ यो माथि पनि छ भयो होला नि त अब पुगेन पुग्यो होला 1 किलो त पुग्यो राम्रो खिच्नु न एउटा टिम पनि हाल्दैन कडा कडा खाजी कडा कडा खिच्नलाई त भयो नि ल सुरु आयो 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 आजीजी ए एउटा खाजी के एउटा खाजी जाँदा टिम ए यो हुँदैन यार सानो भयो मेरो चाहिँ थोपडै नदेख्नु रहेछ त फेरि यहाँ ल हे काला गथे त दिले ल 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 काला गथे बाबु के आहा गयो थुक्क दुईटा अर्को नि मरेको छैन यहाँ त के हो रोग लागेछ क्या मान्छे मर्छ क्या हो भाइ हो कहिले ऊ त्यो पनि मर्न आँटेछ ऊ त्यो माथि कता कता गएको छ नि ऊ अलिक चलाक जिबै मामा तोरलाई चाहिँ आज नम्जेको ल ऊ चु भित्री बर्कौँ भित्री थियो भित्री के योलाई देहाती लादा मुजी भन्छ राङ्ला झन् तिलचुक चाहिँ किन भएन भनेको त पहिला अर्जुन तर लोभ पहिलो लोभको आली गएको थियो नि है मामा अलि चलाक छिटी भाइ यो ल हे माछा 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 रेम्बो ट्राउट तर यो पोखराको रेम्बो ट्राउट र यहाँको स्वाद फरक रहेछ मैले अस्ति चाखेको पोखराको नि हेभी सायद यो बच्चाहरू त्यहीँबाट ल्याएको तपाईँले पार्न पनि पोखराकै हामी पनि पोखराकै पहिला लेन्स भ्याएको मेला धोप त मलाई यार त्यही जोख्न खानु पर्यो पाप गरे क्या हो ए ओ मनी पे माहौरे आमा माहु मनी पे मारे कतिवटा भयो 3टा 4 त झोल बनाउने आदि झोल पनि मिठो बनाए मात्र हो डेढ केजी भएन रे त्यसैको पैसामा हान्दियो न आमा पानीभित्र के अरे क्यामेरा छिराइ खिचिएको छ मैले यहाँ सुन्नु मान्छेले जालोमा समातेर ल्याएको माछा पनि हातले समातेर पानीमा अनि 10 चोटि जाल डुबेको पार्न नसक्ने मान्छे त्यही भएर बिहा चाहिँ नभएको छैन मामा यल तार्न रोप्पौँ तिरे पिगिरिङ निल्दाले ल है रेम्बो ट्राउट सुनकोसीमा माछा मार्ने मान्छे मै हो यसै असला चाहिँ खाम क्या ट्राउट खाम्थी ग्याङ से हैन सुनकोसी लामो नि त साइज छ जाम तर लामो गोल्दामा गएसँगै हाँसे म हो ए थियो त चाहिँ मुझे है ल सर्पले आक्रमण गरेछ यार काय टोखाबाट शान्ति धाम जाने गाउँ यो चाहिँ फ्राई आयो अब झोल कतिखेर आउँछ बहिनी एकछिनमा आउँछ आमा लु फरार ग्याङको साथीहरू आउनुहोस् सबै आयो नि अब भाइरल हुने भयो एडिट गरेर अरू त्यो माछा